वाट इज फेथ? विश्वास के हो? मर्कुस 5 मा हामी त्यो घटनालाई हामी देख्छौँ। त्यहाँनिर एकजना स्त्री छ जो चाहिँ 12 वर्षसम्म रगत बग्ने बिमार छ र उसले बेस्ट डक्टर्सहरू देखाएको छ, तर उसको हालत चाहिँ राम्रो हुनको साटो झन् खराब हुँदै गएको छ। अनि त्यो अवस्थामा पुग्दै गर्दाखेरि नि उसले यीशुको विषयमा सुनेको हुन्छ र यीशुको विषयमा सुन्नु साथ नि प्रिय उसले नि कल्पना गर्न थालेको छ। के कल्पना भन्दा गर्दाखेरि एक दिन यीशु ख्रीष्ट मैले भेट्टाएँ भने, उहाँको वस्त्र मात्रै छुन पाएँ भने पनि म निको हुन्छ भनेको छ। र एक दिन साँच्चै नै उसले सोचेको कुरा, इमेजिन गरेको कुरा चाहिँ नि हकीकत हुन आयो। यीशु ख्रीष्ट त्यो भिड भएर आउँदै हुनुहुन्थ्यो अनि ती स्त्री मायालाग्दो अवस्थामा भए पनि ऊ घिस्रिँदै गयो होला। अनि उसले यीशु ख्रीष्टको वस्त्र जस्तै त्यो उसले अघि कल्पना गर्दै थियो, जस्तो कल्पना गरेको उसले त्यस्तै जब गर्यो नि, उसले वस्त्र च्याप्पै पक्रियो नि यीशु ख्रीष्टको। बाइबलले भन्छ यीशु ख्रीष्टबाट चाहिँ शक्ति बगेर गएको छ अनि त्यो स्त्रीको 12 वर्षको क्रोनिक बिमार चाहिँ, रगत बग्ने बिमार चाहिँ इन्स्टेन्टली निको भएको छ। अनि यीशुले फर्केर हेर्छ, कसले मलाई छोया? चेलाले भन्छ, त्यहाँनिर भिडले भन्छ, अरे यस्तो भिडमा ठेलाम ठेला घच्चा घच्ची भइरहेको छ, जसले पनि तपाईँलाई छुन सक्छ नि भन्छ। होइन होइन होइन, मलाई कसैले छुएको छ। अनि त्यति बेला त्यो स्त्री अगाडि आउँछ, कामदै डराउँदै आउँछ अनि भन्छ, प्रभु मैले तपाईँलाई छोएको थिएँ। अनि यीशु ख्रीष्टले भन्छ, डटर, छोरी, तिम्रो विश्वासले तिमीलाई निको बनाएको छ। के कुरो बुझ्नुभयो तपाईँले यहाँबाट? अब यीशु ख्रीष्टले भन्दैछ त्यो स्त्रीलाई, तिम्रो विश्वासले तिमीलाई निको बनाएको छ। यीशु ख्रीष्टले यस्तो भनेन, मेरो विश्वासले तिमीलाई निको बनायो भनेन, तर तिम्रो विश्वासले तिमीलाई निको बनायो भनेर भनेको छ। अब सुन्नुहोस्, विश्वास के हो त? विश्वास चाहिँ नि अघि यो स्त्रीले यीशु ख्रीष्टलाई छुन्नुभन्दा अगाडिदेखि नै जुन सोचिरहेको थियो नि, जुन कल्पना, जुन इमेजिनेसन उसले गरिरहेको थियो नि, त्यो कुरोलाई चाहिँ नि यीशुले भन्नुभयो, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। भनेपछि विश्वास चाहिँ इमेजिनेसन गर्नु। तपाईँ बिमार भएर जाँदै हुनुहुन्छ भने, एडिक्सन भएर जाँदै हुनुहुन्छ भने तपाईँको त्यतिखेरको इमेजिनेसन के छ? कि तपाईँ भिक्टिम जस्तो सोच्दै हुनुहुन्छ, म त अब सकियो, म त मर्यो, म त जाति हुँदिनँ, मेरो त एडिक्सन यस्तै हो भन्ने तपाईँ सोचिरहनु भएको छ कि तपाईँले होइन, म यीशु ख्रीष्टको एकै इन्काउन्टरमा मेरो सबै बिमार, रोग, एडिक्सनहरू ब्रेक हुन्छ भनेर तपाईँ सोच्दै हुनुहुन्छ। हेर्नुहोस् है, समटाइम्स हामी नि बिहानै उठ्छौँ, 5 बजी उठ्छौँ, 4-5 घन्टा पनि प्रार्थना गर्छौँ, तर त्यसले विश्वास देखाउँदैन। प्रार्थना गर्नु नराम्रो होइन, प्रार्थना गर्नुपर्छ, तर त्यसले विश्वास देखाउँदैन। विश्वास चाहिँ तपाईँ 5 बजी उठेर 1 घन्टा कति प्रार्थना गर्छु भन्दाखेरि पनि त्यो 1 घन्टा प्रार्थना गरिसके पश्चात अरू दिनभरि चाहिँ तपाईँले के सोचिरहनुहुन्छ, के कल्पना गरिरहनुहुन्छ, त्यसले चाहिँ तपाईँको विश्वासलाई देखाउँछ। त्यही कारण यीशुले भन्नुभयो, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। अनि यो स्त्रीले कल्पना गरिरह्यो, म त मर्छु कि क्या हो भनिरहेन, देखिरहेन, म त अब मर्नै रहेछु भनेर मायालाग्दो भिक्टिम भएर सोचिरहेन, तर उसले यो भन्नु थाल्यो, म निको हुन्छु, उहाँको वस्त्र छोयो भने पनि म निको हुन्छु। अनि त्यही कुरो पुरा भयो प्रिय। सो त्यसै कारण प्रिय, म आज के प्रार्थना गर्छु र के सोच्छु त्यो अलाइनमेन्टमा आएन भने चाहिँ त्यो द्याट इज नट फेथ। फेथ चाहिँ तपाईँ प्रार्थना गरेको कुरा पनि तपाईँको इमेजिनेसनसँग मिल्नुपर्छ। आई होप तपाईँ आशीष बन्नुभयो यो कुरा सुनेर। गड ब्लेस यु।